सम्पूर्ण साथीहरुमा नमस्कार। लोक सेवा आयोगले लिने नासु तथा खरिदार परीक्षाको दोस्रो पत्र अर्थात् रिटर्न पेपर अन्तर्गत छोटो उत्तर खण्डमा सोध्ने, त्यस्तै गरेर प्रथम पत्रमा पनि सोध्न सक्ने सम्भावना भएको आजको महत्त्वपूर्ण चाड महाशिवरात्रि पर्वको बारेमा पनि मैले जानकारी लिएर आएको छु। यो छोटो सर्ट नोटमा आउने गर्छ। नासु तथा खरिदारको रिटर्न पेपर अन्तर्गत सर्ट नोटमा महाशिवरात्रि पर्वको बारेमा लेख्नुहोस् भनेर आउँछ। त्यस्तै गरेर प्रथम पत्रको जिकेमा चाहिँ महाशिवरात्रि कहिले पर्छ भनेर पनि सोध्न सक्छ। महाशिवरात्रि पर्वका बारेमा चाहिँ चर्चा गर्न चाहन्छु। लेख्दाखेरि यी कुराहरू तपाईको सर्ट नोटमा यी कुराहरू चाहिँ पर्नुपर्छ। यो कसले मनाउँछ, कहिले मनाउँछ, यसलाई चाहिँ कसरी मनाइन्छ, कहाँ मनाइन्छ, किन मनाइन्छ, नेपालमा चाहिँ कहाँ मनाइन्छ, सार्वजनिक बिदा छ छैन र यसको चाहिँ धार्मिक सन्देश के हो भन्ने कुरा चाहिँ स्पष्ट रूपमा तपाईको सर्ट नोट लेख्दाखेरि अथवा यसको बारेमा लेख्दाखेरि चाहिँ ती कुराहरू पर्नुपर्छ र त्यसको बारेमा चाहिँ मैले जानकारी गराउन गइराखेको छु। महाशिवरात्रि पर्व मुख्यतः हिन्दू धर्मावलम्बीहरूको एकदम महत्त्वपूर्ण चाड हो। हिन्दू धर्मावलम्बीहरूले चाहिँ मनाउने गर्दछन्। कहिले मनाउँछन् भन्दाखेरि फागुन कृष्ण चतुर्दशीका दिन चाहिँ यो महाशिवरात्रि पर्व मनाउने गरिन्छ। कसरी मनाइन्छ भन्दाखेरि उपवास बस्ने, बेलपत्र, दुध र जलले चाहिँ शिवलिङ्गलाई अभिषेक गर्ने, ओम नमः शिवाय लगायतका मन्त्रहरूको चाहिँ उच्चारण गर्ने, चाहिँ शिवको पूजा आराधना गर्ने, रातभरि जागेर बस्ने, भजन कीर्तन गर्ने गरेर चाहिँ शिवरात्रि पर्व चाहिँ मनाउने गरिन्छ। कहाँ मनाइन्छ भन्दाखेरि नेपाल, भारत लगायतका हिन्दू बाहुल्य रहेको देशहरूका चाहिँ शिव मन्दिर लगायतका क्षेत्रहरूमा चाहिँ यो पर्व चाहिँ मनाउने गरिन्छ। किन मनाइन्छ भन्दाखेरि चाहिँ यो शिवरात्रि मनाउनुको मुख्य उद्देश्य के हो, केसका लागि मनाइन्छ भन्दाखेरि चाहिँ यो शिव र पार्वती बीचको विवाह, जुन विवाह भनेर भन्छौँ, त्यसको सम्झना स्वरूप चाहिँ शिवरात्रि पर्व मनाइन्छ। त्यसै गरेर चाहिँ शिवले ताण्डव गरेको यो विभिन्न किसिमका ग्रन्थमा पनि हामीले पढ्न पाइन्छ। कसरी ताण्डव गरे, किन ताण्डव गरे भनेर चाहिँ शिवले ताण्डव गरेको रातको सम्झनाका रूपमा पनि शिवरात्रि मनाइन्छ। त्यस्तै गरेर चाहिँ समुद्र मन्थनको समयमा चाहिँ शिवले कालकुट विष पिउनु भएको थियो र चाहिँ सम्पूर्ण संसार चराचर जगतलाई चाहिँ बचाउनु भएको थियो। त्यसको सम्झना स्वरूप पनि यो शिवरात्रि महाशिवरात्रि पर्व मनाउने गरिन्छ। नेपालमा चाहिँ पशुपतिनाथ मन्दिर लगायतका विभिन्न शिवसँग सम्बन्धित धार्मिक मन्दिरहरू र व्यक्तिहरूले पनि आस्था राखेर चाहिँ यो महाशिवरात्रि पर्व चाहिँ मनाउने गर्दछन्। महाशिवरात्रि पर्वको अवसरमा चाहिँ नेपाल सरकारले चाहिँ देशैभरि सार्वजनिक बिदा पनि दिने गर्दछ, दिएको छ र यसको चाहिँ मुख्य धार्मिक सन्देश किन चाहिँ महाशिवरात्रि पर्व चाहिँ मनाउने, यसले चाहिँ के छ, यसको अर्थ, मनाउनुको अर्थ के कारणले मनाउने भन्दाखेरि यसको सन्देश के छ भन्दाखेरि चाहिँ यसले चाहिँ मान्छेलाई चाहिँ संयम हुन सिकाउँछ यो महाशिवरात्रि पर्वले। त्यस्तै गरेर तपस्या के हो, आफ्नो कर्ममा चाहिँ कसरी तपस्या गर्ने र अगाडि बढ्ने भन्ने कुरा सिकाउँछ र आफ्नो आत्मालाई चाहिँ कसरी शुद्धि गर्ने, नकारात्मक विचारहरूलाई चाहिँ कसरी निराकरण गर्ने भन्ने। त्यस्तै गरेर अहङ्कार, आफ्नो मनभित्र रहेको जुन विकार पदार्थ, त्यस्तै गरेर अहङ्कार हुन्छ, अहमता हुन्छ, त्यसलाई चाहिँ कसरी त्याग गर्ने र भक्ति भावको माध्यमबाट चाहिँ ईश्वरलाई कसरी प्राप्त गर्ने भन्ने कुरा चाहिँ यो महाशिवरात्रि पर्वले सिकाउने हुन्छ। र मैले जे जति कुरा बोलेँ यी कुराहरू चाहिँ तपाईँको सर्ट नोटमा चाहिँ उल्लेख गर्नुभयो भने चाहिँ तपाईँको लेखाइ एकदम राम्रो हुन्छ र प्रतिस्पर्धात्मक परीक्षाका लागि चाहिँ तपाईँको लेखाइ चाहिँ अब्बल ठहरिनेछ। थप यस्तै महत्त्वपूर्ण जानकारीका लागि कृपया मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नुहोला।
हस्त, धन्यवाद, नमस्कार।